आज भिडियो बनाउने क्रममा मेरो ट्राइपोडको यस्तो हालत हुन्छ भनेर मैले कहिले सोचेको पनि थिएन। सो फेरि पनि स्वागत छ मेरो छोटो मिठो न्यू मिनी भ्लगमा। आशा गर्छु हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि अहिले यतातिर सन्चै नै छु। अनि म चाहिँ कलेजबाट आज आउने बित्तिकै त पंखा खोलेर मस्तसँगले हावा खाएर बस्न थालेँ थिएँ, किनभने बाहिर चाहिँ भने यस्तो गर्मी थियो नि के भन्नु। अनि यतातिर फेरि मेरो मोबाइल भने अटोमेटिकली रिस्टार्ट भएर बसिरहेको रहेछ। यता फेरि हेर्नु न ओछ्यानमा लुगाहरू त्यत्तिकै धस्रङ्ग पारेर राखेको थिएँ, किनभने हिजो चाहिँ बल्ल बल्ल 4-5 दिनपछि घाम लागेको थियो। त्यही मौकामा मैले चाहिँ चौका हान्नु भनेर सबै लुगाहरू धोएर राखेको थिएँ। अनि साँझमा भने उठाएर चाहिँ ओछ्यानमै त्यत्तिकै राख्दै थिएँ, त्यत्तिकै भएछ मिलाउनलाई। त्यही भएर अहिले चाहिँ भने म सबैलाई पालो उठाउँदै यतातिर काँटीमा मस्तसँगले यहाँ चाहिँ मिलाएर राखिरहेको छु। अनि सबै यतातिर ओछ्यान पनि चिटिक्क पारेँ। अनि सबै भएको लुगा पनि यतातिर मस्तसँगले लट्काएपछि अनि यता ब्याग मिलाउँदै क्रममा फेरि मेरो नजर भने आफ्नो 80 करोडको चस्मामा पुगेको। यता हेर्नु न अहिले चाहिँ भने ऊ पुरै भाँचेर 2 टुक्रा भएको छ। अनि त्यही पनि यसो लगाएर हेरेको आमा कस्तो देखिरहेको छ नि मलाई चाहिँ अहिले। यसो कमेन्ट हान्नु त तल। ओछ्यानमा यतिकै म ढलिमली गर्दै थिएँ, त्यतिखेर मम्मीले कसरी बोलाउनु भयो, किन बोलाउनु भयो बाहिर गएर हेर्न थालेको। फेरि बाटोमा त्यतातिर बाबाले पुरै बोर्डहरू के बनाइरहनु भएको थियो। अनि दौडेर गएर भान्साकोठामा हेरेको, मम्मीले चाहिँ खाना पहाल्दै हुनुहुँदो रहेछ। ल खायो खाना भनेर भन्न थाल्नु भयो। त्यसपछि पहिले चाहिँ फ्रिजबाट चिसो पानी निकालेर घट खाएँ। थालमा रहेको खाना चाहिँ यतातिर आज दाल भात अनि भिन्डीको अचार, अनि त्यसपछि रहेछ फर्सीको मुन्टा बसेर। त्यसपछि गुवाम खाना थालिहालेँ। एकछिनपछि फेरि यतातिर चाहिँ मम्मीले भने आँप काट्दै हुनुहुँदो रहेछ। त्यसपछि त्यो आँप काटेको भिडियो बनाउँदै क्रममा मेरो ट्राइपोडको सपोर्टर नै दुइटै भाँच्दिरा भने के। अब यत्रो वर्ष के भएन, आज आएर यस्तो पो भइदिरा भने। यही मोबाइल हाल्ने क्रममा त्यसको दुइटै सपोर्टर भाँच्दिरा। अब के गर्ने अरे, भएको एउटै सपोर्टर थियो जहाँ राखेर भिडियो बनाउनु पनि सजिलो हुन्थ्यो। अब चाहिँ के गरी भिडियो बनाउने होला भनेर सो दिमाग पुरै तातेर ओभर भइसकेको थियो। अब जे गर्नुहुन्छ उता माथि भगवानले गर्नुहुन्छ। अब यसको कुरा धेरै गर्नु हुँदैन। अब यसको बदला अर्को राम्रो खाले नयाँ आउँछ कि भनेर त्यस्तो खाले सोच लिनुपर्छ। एकदम पोजिटिभ हुनुपर्छ है साथीहरू। हजुरहरूको पनि जिन्दगीमा के गडबड भयो भने जहिले पनि निराश हुनु हुँदैन। भगवानले त्यसको केही न केही एकदम राम्रो फल पनि दिनुहुन्छ। अनि त्यही भएर म चाहिँ यतातिर मम्मीले काटेको आँप चाहिँ निकालेर गम खाना थालिहालेँ। मैले त सोचेको थिएँ म बाबा अनि मम्मी हामी 3 जना मिलेर यो आँप खाएर सकाउने होला भनेर सोचेको थिएँ। तर होइन रहेछ क्या, बाबा एक्लैले उता खाना लिएर गम यो खाना खाइसकिसक्नु भएपछि तब यो आँप खाएर सकाउनु पो हुन्छ भन्न थालेँ। म त सक भयो यत्रो बिना खानु हुँदो रहेछ आमा बाबाले। आज पो देखेको है मैले त। ल अनि त्यसपछि म चाहिँ पहिले गएर ड्रागन फ्रुट एउटा टिपेर ल्याएर यतातिर भान्साकोठामा 2 फुक्ला पारेँ। एउटा चाहिँ फ्रिजमा हाल्दै, एउटा चाहिँ भने मैले गम खाएर थिएँ। तबसम्म हजुरहरू भिडियोलाई लाइक अनि च्यानलमा सब्सक्राइब अनि